दर्शकबिन भोलिबाट देशभरका सिनेमा हलमा लाग्दैछन् यी दुई फिल्म जो एउटा रहेको छ आबाट आमा र अर्को रहेको छ द ब्लू लाइट रहेको छ र यसै सन्दर्भमा दाङको नारायणपुरमा रहेको बिएफएक्स सिनेमा हलले कुन फिल्मलाई कति सो दिएको छ हामी त्यो बारेमा तपाईँलाई जानकारी दिन लागिरहेका छौँ। बिएफएक्स सिनेमा हलबाट आबाट आमाले 4 सो पाएको छ भने द ब्लू लाइटले चाहिँ 2 सो पाएको छ। आबाट आमाको हामी 12 बजेको सो हेऱ्यौँ है त। ओ आम्मामामाम 12 बजेकोमा लगभग रात्तामै भइसकेको छ। सबै प्याक हुन आँटिसकेको छ र तपाईँहरू पनि यदि हेर्न इच्छुक हुनुहुन्छ भने अनलाइनबाट पनि बुक गर्न सक्नुहुनेछ र 3 बजेको सोमा पनि फाटफुट केही नेट सोलो छ है साथी हो। यसमा पनि सुरु भइसकेको छ फाटफुट बुकिङ चाहिँ भइराखेको छ 6 बजेको सोमा है। बेलुकाको 6 बजेको सोमा पनि हल्का फुल्का चाहिँ बुक भइरहेको छ। त्यसै गरी 8:55मा पनि 8:55मा पनि केही बुक भएको सोल्ड भइसकेको छ र हामीले 4वटा सो तपाईँलाई देखाएका छौँ र भोलिबाट एकदमै राम्रो जियो सो ओपनिङ गर्छ जस्तो मलाई पनि लागेको छ। अनि द ब्लू लाइटको 2वटा सो पाएको छ। 2वटा सोमा पहिलो सो कति बुक भएको छ म हेर्न गइरहेको छु। यो चाहिँ खासै बुक भएको छैन अहिलेसम्म। एकजनाले बुक गर्नुभएको छ 4:15 बजेको चाहिँ। सवा 4मा पनि छैन त्यस्तो देखिँदैन र भोलिबाट लाग्ने आबाट आमाले चाहिँ धमाकेदार ओपनिङ गर्छ जस्तो मलाई पनि लागेको छ। तपाईँहरू पनि यदि हेर्न इच्छुक हुनुहुन्छ भने तपाईँले अनलाइन टिकट काटेर र पनि हेर्न सक्नुहुनेछ है। हस्, धन्यवाद।